दर्शकवृन्द नमस्कार। म यति बेला हाट बजार लाइनमा रहेको एक मादल पसलमा छु। म सरोबरासिनी। तपाईँ यति बेला खबर मिसन हेर्दै हुनुहुन्छ। आज म एकजना मादल व्यवसायीसँग मादलका विषयमा कुराकानी गर्दैछु। सर नमस्कार। हजुरको शुभ नाम? पद्मनारायण मानन्दर। पद्मनारायण मानन्दर। हजुर। कहिलेदेखि मादल व्यवसाय सुरु गर्नुभयो यहाँले? गरेको त 15 वर्ष भयो। कहाँबाट ल्याउनुहुन्छ मादलहरू? मादलहरू पहाडतिरबाट ल्याउँथ्यो। पहिला चाहिँ किनेर ल्याउँथेन, अहिले चाहिँ बनाएर बेचिन्छ आफै। छालाहरू पहाडतिरबाट अब त्यो कुचेडहरूबाट लिन्छौँ हामीले। बाख्राको छाला, हामीलाई बाख्राको छालामा नि बुढी बाख्राको छाला भयो भने राम्रो बच्छ। आलु बाख्राको भयो भने दिउँसो बच्छ, राति ढ्याप ढ्याप गर्छ। अब आजभोलि मासु खान्छ मान्छेले, बाख्राको छालासँग खान्छ हजुर। अनि छाला महँगो किन्नुपर्छ, अनि मान्छेले महँगो भयो भन्छन्। मान्छेले चिज चिन्दैनन्, क्वालिटी चिन्नेले राम्रो लान्छन्, नचिन्ने त उ गर्छन्। दिउँसो बच्छ, राति ढ्याप ढ्याप गर्छन्। त्यस्तो मादल पनि छ हामीसँग। छाला एउटा फरि फरक हुन्छ तपाईँको। बाबु अर्को निकाल अब तपाईँ हेर्नुहोस् होइन। अब चाहिँ यो चाहिँ पुरा ताल हुन्न कि 3 ताल 4 ताल लागेको हुन्छ भन्ने मादलमा। यिनीहरूमा तपाईँको बुढी बाख्राको छाला 7 ताल फरि हुन्छ। 7 ताल फरि हुन्छ। 7 तालको जगसँग 7 ताल हुन्छ। लाउँदैन पत्र 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 हुन्छ तपाईँको। अनि मान्छेले बेच्ने भनेर ल्याउँछन्, 2 ताल 3 ताल लाउँछन्, एकछिन बजाउँछन्, लान्छन्, साँझ ढ्याप ढ्याप गर्छन् मादलहरू। यो जस्तै दिउँसोमा बच्छ, रातिमा नि एकनास मादल बच्छ। यो बुढी बाख्राको छाला 7 ताल फरि। यो चाहिँ आलु बाख्राको भयो तपाईँको। आलु बाख्राको छाला आलु बाख्रा यो बुढी बाख्रा। छाला र फरि फरक हुन्छ तपाईँको। मान्छे चिन्दैन हजुर, मादल यो भनेर लान्छन्। अब बजाउँछन्, अनि यस्तो भयो भनेर आउँछन्, गुनासो गर्छन्। अनि यहीँबाट लग भन्छन् हाम्रो मादल त्यस्तो भयो हुन्न भन्छ, देखाउँछु। कोही कोहीले खोज्ने भएर ल्याउँछौँ। जस्तै यो मादल हामीले सिजनमा बनाउँछौँ, तिहार ताका बनाउँछौँ। एकछिन भैलो खेल्ने भन्छ, कसैले लग हराएको हुन्छ होइन, अनि फुटेको हुन्छ। मेरो यस्तै मादल लियो भने सस्तो खोज्नेले यस्तो मादल लान्छ तपाईँको। एउटा मादललाई कति रुपियाँ पर्छ? एउटा मादल तपाईँको 3000 रुपियाँदेखि 3000, 4000, 5000 अब त्यो अनुसारको हुन्छ। सानोदेखि लिएर ठुलो सानोदेखि ठुलो। सानो 1500 पर्यो। 1500 को कुन मादल हो? 1500 को त सानो मादल हो। यसलाई गिलासे मादल भन्छ। यो कलाकारहरूले माइकमा बजाउने, एक साइड मादल बजाउने। आजभोलि केटाकेटी भुलाउन लान्छ, अनि विदेश जाने दाजुभाइहरूले लान्छन्, कसैले सजाउन लान्छन्। यसलाई 1500 पर्यो। 1500 1500 पर्यो। अब यत्रो साइडको तपाईँको यहाँ भएको 3000 पर्यो। त्यो अनुसारको 4000, 5000, 6000 ठुल्ठुलो मादल भयो भने त्यो अनुसारको पनि हुन्छ तपाईँको। हजुर 1500 देखि 5-6000 सम्म पर्छ हैन? 5-6000 सम्म पर्छ। ठुलो पनि हुन्छ, 10-12 हजार पनि हुन्छ। त्यो अर्डर दिए मात्रै बनाउँछौँ। अब त्यो खासै खोज्दैन त। ठुलो जात्राको लागि भयो, नेवारी बाजाको भयो, भजन गाउनेहरूले ठुलो नचरी नाचलाई खोज्ने हो। यहाँ त प्रायः चाहिँ सानो मादल हुन्छ। जस्तो मादल भनेर हामीले मादल त धेरै देखिन्छ, राम्रो मादल कसरी चिन्ने? अब त्यो त अब किन्दाखेरि मान्छेले कुन चाहिँ मादल भनेर सोध्नु पर्यो। जस्तै हामी आउँदा ग्राहकलाई भन्छौँ कुन मादल लाने, तपाईँलाई सस्तो चाहियो कि राम्रो चाहियो? सस्तो चाहियो भने यो किसिमको देखाउँछौँ, अब राम्रो चाहियो त्यो अनुसारको हुन्छ तपाईँको। अहिले विशेष गरी कुन टाइममा बढी व्यापार हुन्छ यो मादल? यो 30 तिहार तक हजुर। 30 तिहारमा है? हजुर। कतिसम्म कमाइ हुन्छ दिनमा? यस्तो दिनमा भन्ने हुँदैन। प्रायः जस्तो हामी पुरानो रिपेयर गर्ने भएको भएर नयाँ भन्दा नि पुरानो लान्छन्। जस्तै आमा समूहहरूको हुन्छ, उनीहरूले चाहिँ बनाएर चलाउँछन्। अब जस्तै अब लाने भनेको समूहले लाने हो। अनि कहिले कहिले वडाबाट सिकाउने भनेर खोज्न आउँछन् कहिलेकाहीँ। अनि त्यसमा पनि धेरै आउँछन्, अनि मार्केटिङ गर्छ। हेर्नुहोस् हामीले यति पिस लिनु, हामीलाई यतिमा दिनुहोस् भन्छन् उनीहरूले। अनि त्यसमा हामी पर्दा पऱ्यो दिनु, पर्दा पऱ्यो हामी दिँदैनौँ। अनि उनीहरूले लिएर गयो भने पनि अनि त्यो होलसेल दाममा त्यो अनि त्योभन्दा बढीको बिल बनाउनु खोज्छन्। हेर्नुहोस् अनि हामी त्यो बनाइदिनौँ, त्यो नबनाइदिएपछि उहाँले लानुहुँदैन। सबैभन्दा बढी बिक्री मादल कुन हो? अब यस्तो सिजन अनुसारको तपाईँको झाउरे गाउनलाई सानो भयो, भजन कीर्तन गाउनलाई ठुलो भयो। यो फेरि कलाकारहरूले लाने मादल हो। अब यो चाहिँ बजाउनु, जस्तै इन्द्रेणी कार्यक्रममा हेर्दाखेरि बजाउँछ तपाईँको माइकमा, तिखा आवाज आउँछ। मादलमा बजाउने यो भयो हैन? यो बजाउने, यो बजाउँछ, कसैले त्यो पनि बजाउँछ। यो पनि माइकमा बजाउने मिल्यो हजुरको मादल। यो एक साइड मादलमा बजाउने। यो कुन मादल हो फेरि? यो झाउरे मादल भयो। झाउरे मादल यो हैन? झाउरे मादल सालैजो ठुलो हुन्छ, कोही ठुलो सानो। सालैजो अनि के भाकाहरु है? हजुर हजुर। जस्तो तोरी कार्यक्रममा चलाउँछ। तोरी कार्यक्रम अलि ठुलो हुन्छ तपाईँको। ए हजुर। यो मादललाई के भन्छ? ठुलो मादल भयो। ठुलो मादल। यो भजन कीर्तन गाउने मादल भयो। ए भजनमा भजन गाउने भयो तपाईँको। रतिले गाउने पनि भयो तपाईँको, भैलो गाउने पनि भयो, होलीमा पनि भयो। तर यो चाहिँ क्वालिटी फरक छ। यसको सस्तो क्वालिटी भयो। अब राम्रोमा यो छ। घेरोमा रङ लाउनु पर्यो हाम्रो पहिला। रङ लाएर अनि छाला बुनेर सुक्नु पर्यो। अनि यो तयार हुन 3 दिन लाग्यो तपाईँको। यो बनाउनु 3 दिन लाग्यो। अनि त्यो पछि खरी लाउनलाई त्यही प्लस त्यसै समयमा बनियो हजुर। एक हप्ता 10 दिनमा तयार हुन्छ। एउटा मादल बनाउन के आवश्यक पर्छ? तपाईँ खरी भयो, काठ भयो, छाला भयो, कारिगरको मेहनत भयो, हाम्रो लगानी भयो।
दिनमा कति जति व्यापार हुन्छ? दिनमा 4000 5000 दिनको 4000 5000 कहिले हुन्छ कहिले हुन्न अब त्यस्तै। अहिलेको मादल किन्नेहरूमा होइन हजुर नयाँ पुस्ता बढी आउँछ कि पुरानो पुस्ताहरू? पुरानै पुस्ता हो, नयाँ पुस्तामा त खासै छैन अहिले। नयाँमा त्यस्तो छैन। नयाँमा छैन, पुरानो र आउने हो। अब जस्तै अब अहिले चाहिँ तपाईँको पुरानो संस्कारहरू जगाम भनेर लाग्ने भएर भजन कीर्तन गाउनेहरू ठाउँ ठाउँमा त्यस्तो भएको भएर तिनले खोज्ने हो, अनि बुढापाकाहरूले खोज्ने हो। आजकलको अलिअलि आउँछ जेनेरेसन अलिक कमै छ पहिलाभन्दा। यो मादल संस्कृतिलाई जोगाउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई? अब सरकारले नि पहल गर्नुपर्ने हुन्छ। अब हुन त अहिले पनि यहाँबाट नगरपालिकाहरूबाट नि सिकाइरहेको छ। अब हाम्रो दिदी बहिनीहरूले पनि पञ्चे बाजा सिकाइरहेको छ। पहिला यो चाहिँ अरू पेसाले गर्नुहुन्न भन्थ्यो, अब आजभोलि होइन गरेर खान पाइयो। चोर्न ढाट्न भएन, मेहनत गरी जे खाँदा पनि हुन्छ क्या। यहाँ मलाई पनि भन्छ त नेवार भएर यस्तो छाला काम गर्छस्। हजुर काम गरेर खानलाई के भयो, चोरेर ढाटेर खानु भएन, काम गरेर मिलेर खाना त जस्तो आफूले सक्यो त्यो गरेर खान पाइयो होइन। त्यही नयाँ हो। पुस्तालाई के सुझाव दिन चाहनुहुन्छ? नयाँ पुस्ताहरू पनि अब सिक्नु पर्यो, गर्नु पर्यो। उहाँहरू पनि अब खालि मोबाइलमा हेर्ने विदेश जाने भनेर केही गरौँ भनेर उ गर्ने भने उहाँ यहीँ नेपालमा पनि हुन्छ। 2-4 वर्ष नचल्ला, 4-5 वर्ष नचल्ला, त्यो पछि त यो गर्दै गएपछि यही राम्रो हुन्छ। अब अन्त्यमा के भन्न चाहनुहुन्छ? उहाँहरू पनि आउनुहोस्, हेर्नुहोस्, हाम्रो दोकानमा मादल छ विभिन्न किसिमको, आएर हेर्नुहोस् होइन। तपाईँ आएर हेर्नु पर्यो, हेरेको पैसा लागेन। बजाउनु चित्त बुझेर लानुहोस्, पुरानोमा खरिहाल्ने मोड्ने सबै काम गर्छौँ हामीले, निरन्तर गरिरहेको छौँ, गर्छौँ पनि होइन। सकेको गर्छौँ। अब जस्तै यहाँ लगाएको मादलमा हामी तना कसैको पैसा लिँदैनौँ, कसैमा खरी पनि ग्यारेन्टी दिन्छौँ हेर्नुहोस् होइन। अब त्यो त्यही अनुसारको हामी गर्छौँ, सेवा दिइरहेको छौँ। अब नै भनेको छैन। ठ्याक्कै लोकेसन भनिदिनु न हजुर। बुटोल नगरपालिका ठ्याक्कै अगाडि जर्सी मादल पसल। जर्सी मादल पसल हजुर है। समय दिनुभएकोमा धन्यवाद। हजुरलाई पनि धन्यवाद। धन्यवाद।